हेलो गाइज वेलकम ब्याक टु माई न्यू एनदर ब्लग। आज हाम्रो होइन आजबाट स्टार्ट भइरहेछ मेरो ब्लग हो। यो मेरो साथी काले बाबुले उसको निक्नेम होइन। आज यसले चाहिँ बौद्धमा गएर चाहिँ पुरै यस्तो सुतेरवाला हुन्छ नि ढोग्ने हो त्यो कोरा चाहिँ आज यसले एक राउन्ड हान्छु भनेर आँट गराएको छ क्या। उसले हान्ने हो। उसले के हो कसरी भयो भने यसलाई चाहिँ थाहा छ। म भर्खर बौद्ध कुरा भइरहेको थियो अनि अर्कोले एउटा कोराको कुरा गर्यो अनि उसले ल म नै हान्छु भनेर यो जोस लागेको छ। बाहिर यस्तो घाम छ। कोराको चाहिँ अब त्यसको विशेषता चाहिँ मैले बुझे अनुसार चाहिँ एक कोरा लगाए बराबर चाहिँ 7वटा पाप चाहिँ कट्छ भन्ने उस छ होइन। अब यो चाहिँ हान्ने होइन। अब उसलाई हान्नको लागि चाहिँ अब लुगाहरू चेन्ज गर्नको लागि चाहिँ अहिले चाहिँ हामी होटलमा छु। अब हामी यहाँबाट जडीबुटीबाट ठ्याक्कै हामी कहाँ जाने बौद्ध जाने। त्यही भएर अहिले ऊ यहीँबाट रेडी हुने अरे अनि यो चाहिँ कोरा हान्नको लागि रेडी होइन त हानिन्छ नि बिचमा छोडिँदैन नि। ल अब अब हामी यहाँ यसको लुगा चेन्ज गर्न लागि है त गाइस। फेरि हामी स्टार्ट गर्छौँ। हामी यहाँनिर अब यसले अब यहाँ एकदिन यहाँ अब हामी यहाँ ठ्याक्कै अब उता जाने भनेको थियो हो। हामी भर्खर होटेलबाट निकै लुगा सुगा लगाइसक्यो। अब यसलाई चाहिँ मुख लुकाउनु अब यहाँनिर ठुलो क्राइम गर्न जान्ला जतिकै छ यसलाई। अब यसलाई चाहिँ के अरे यहाँ मङ्की मार्क्स किन्नु पर्यो चाहिँ यसको मुख हेर्नु किन अरे मङ्की मार्क्स चाहिँ कालो हुन्छ अरे। यो कालो हुन्छ गाइस। अहिले चाहिँ यस्तो सेतो छ कि देखाएन सेतो देखाएन एकचोटि अहिले चाहिँ यस्तो सेतो छ यो हो। म भन्दा पनि चम्किन्छ यो कालो हुन्छ भनेर अहिले यहाँ मङ्की मार्क्स किन्न लगाएर चाहिँ के लाग्छ अब हाम्रो यहाँ विश्वास सुबेडी भेडी आइछ के छ भन् त के लाग्छ। कालै छ यसले आज 200 राउन्ड 300 हान्दैन यसले कोरा पुरा गर्दैन जस्तो लाग्छ। अहिले लागिसक्यो होइन। यसलाई चाहिँ यस्तो छ तर नाटकमा त त्यस्तो ओइ ल यस्तो आइसक्यो यहाँनिर अगाडि नै यस्तो आइसक्यो। अब बाउलाई किन हुन्छ क्या बाइकमा हिँड्दा बाउलाई नि हुन्छ अरे यो के भइरहेको छ यहाँ। बाउलाई नि हुन्छ नि त बाइकमा हिँड्दा अब आफूलाई हुन्छ कुनै बेला हो। ल हामी यहाँ मङ्की मार्क्स किनेर भर्खर लुगा फेरिसक्यो। अब हामी यहाँबाट ठ्याक्क बौद्धको गाडी चढेर जान्छौँ अनि बौद्धको चाहिँ हामी ठ्याक्कै भिडियो गर्ने है त। अब हामी यहाँ बौद्ध गेटमा आइसक्यो। केटाहरू हामीलाई त पाउनु भयो। यो चाहिँ हाम्रो बौद्ध गेट हो गाइस। बौद्ध छ यता बौद्ध ल हामी पहिला यता जाने भन्दैछ हाम्रो हिरो चाहिँ भन् त के चाहियो पानी खाने रे। अब यहाँ हाम्रो हिरोले चाहिँ चिन्नमा नाचौँ न चिन्नमा नाच्ने भन्छ फेरि यसको एकदिन अलिकति अब फिक्समा त कुरा हुन्छ क्या। अब हामी यहाँ पानी सानी किन्नेछौँ अनि भित्र गएर चाहिँ हामी टक्क अब गाइस लामा भेट्नु पऱ्यो हुन्छ यहाँनिर हिँडिरहेको लामा हुन्छ नि बौद्धमा त होइन थाहा छ नि। अब लामालाई चाहिँ भेटेर चाहिँ हामी चाहिँ त्यो बारे अब यो कोरा कसरी लगाउने हो यो लगाउँदा चाहिँ के हुन्छ भन्ने कुरा हामी सबै उहाँलाई सोध्नेछौँ। मलाई चाहिँ जहाँसम्म लाग्छ त्यो कोरा लगाउने भनेको चाहिँ पाप कटाउनको लागि लगाउने भन्ने गर्छ। एउटा एकचोटि सुतेर कोरा लगाएको बराबर 7वटा पाप चाहिँ गर्छ भन्ने थाहा छ। सो अरू चाहिँ के रहेछ भनेको चाहिँ हामी ठ्याक्कै भित्र छिरेर लामालाई भेटेर भन्ने छौँ है त गाइस। अब हामीले चाहिँ एउटा लामालाई चाहिँ सोधेको थियो तर उहाँलाई चाहिँ अब भन्न चाहनु भएन। अब हामीले पत्याएन होला। अब फर्स्ट टाइम अब हेर्दै यस्तोहरू छ होइन मुख हेर्ने यस्तोहरू छ। अब उहाँले चाहिँ पत्याउनु भएन किन होला अब होइन किनकि यो भिडियो देखेर होला फर्स्ट टाइम यस्तै हो। मान्छेहरू आफ्नो प्राइभेसी हुन्छ त्यही उनीहरूले भन्नु नि मन नि लाग्दैन। अब हाम्रो यसले चाहिँ अब यहाँनिर माथि खोलिसक्यो। अब हामी चाहिँ यहीँबाट कोरा स्टार्ट गर्छौँ। अब हामी चाहिँ लुगा खोल्न गएको है त गाइस। हामी चाहिँ यहाँनिर अब लुगा सुगा फेरेर यस्तो आउटफिटमा आइसकेको छ यहाँनिर। अब हामी चाहिँ यहाँनिर लुगा सुगा फुकालेर यहाँ फर्ममा आइसक्यो। हाम्रो भाइ चाहिँ उसको हातमा चाहिँ मास्क पनि छ। अब मास्क पनि लाउनेर उसलाई लाज लाग्यो होला सायद। पुरै अब लिल झोलै बनेर अब यसले चाहिँ कोरा हान्ने भयो यहाँनिर। हेर्नु गाइस अब घाम चाहिँ यस्तो घाम लागिरहेछ एकछिन यस्तो टन्टालापुर घाम छ। घाम पनि हामीदेखि पुरै यस्तो छ। दिउँसो 12 बजी अब हामी चाहिँ यहाँबाट कोरा हान्नु सुरु गर्ने भने सबैले उनीहरू फुल्छौ फुल पुरै के ल रेडी होइन हानिन्छ ल हानिन्छ। हाम्रो चाहिँ केही पनि होइन अब यताउता अब हामी चाहिँ यस्तो भन्दाखेरि अब कुरा निस्क्यो कोरा सोरा अनि उसले चाहिँ ल मनी हान्छ अब पाप पर्छ भने चाहिँ भन्ने अब लाइफमा मान्छेहरूबाट गल्तीहरू हुन्छ पाप पनि होला होइन। अब त्यसलाई कटाउनको लागि चाहिँ अब हामीले चाहिँ अब कोरा हान्छु भनेर आँट गरेको छ। यस्तो घाममा यस्तो जुत्ता लगाउँदाखेरि पुरै पोलिरहेको छ। अब यहाँनिर चाहिँ पुरै सुतेर कोरा हान्ने भनेर उसले चाहिँ आँटेको छ होइन। हानिन्छ होइन कस्तो नर्भस भइरहेको छैन होइन ल त्यो फुल टिम न त के भयो गाइस होइन। यो चाहिँ मैले चाहिँ अहिलेसम्म जति गल्ती गरेको छ विशेष गरी चाहिँ मैले मम्मीको लागि गरेँ हो। जतिसम्म मैले सुगर खाएर मामिलाहरू आयो त्यतिसम्म म यति गर्छु। एक राउन्ड सक्छु म
म गर्छु एकचोटि ओ रोयो क्या हो यार यो केटा त फेरि ते ल साँच्ची ते राम्रो कुरा गर्नु किन रुने यार भाइ सुरु भइसक्यो यहाँबाट चाहिँ फर्स्ट आयो गाइज ल फर्स्ट आयो ल हान त ओ भयो ल अब होइन अगाडिबाट अब त्यो फुलबाट क्या त्यो फुल टिपेर त्यहाँनिर बस्ने अनि हो त्यहाँबाट अब हो त्यहाँ अब हात माथि गर माथि ढोक्या त्यहाँनिर हो यस्तो सावधान हेरिरहेको छ गाइस यहाँनिर चाहिँ यो चाहिँ हाम्रो बुद्धिस्टबाट चाहिँ यस्तो गर्नु चाहिँ कोरा भन्छ यो चाहिँ 1 राउन्ड हाने बराबर चाहिँ 7वटा पाप चाहिँ गर्छ भन्ने हाम्रो बुद्धिस्टहरूको मान्यता छ होइन यो चाहिँ अघिदेखि सक्दैन भन्नु छ होइन पानी अगाडि हो ढोक्या हो यस्तो तपाईँ अगाडि गरेर सुरु कतिदेखि सुरु गर्यो कतिदेखि सुरु गर्यो पानी पानी कस्तो फिल भइरहेछ मलाई काम गर्नु क्या सायद यो मौसमले पनि यसलाई पुरै साथ दिइरहेको जस्तो फिल भइरहेको छ गाइज अहिले चाहिँ कस्तो घाम परायो है अहिले फेरि एकछिन चाहिँ यस्तो भएको छ के हो हेर्नु ल अलि फेरि के भइरहेको डरिहाल्छ भाइ पापड यतिकै कहाँ सक्दैन त सात पापड बनाएन यतिकै त दियो भनेर नि त भगवान्ले यस्तो
गाइस यो बौदामा चाहिँ मैले के देखेँ भन्दाखेरि यहाँ माथितिर चाहिँ यस्तो चाहिँ चढ्ने अहिले चाहिँ हामीहरू यस्तो रहेछ होइन धेरै बाटो चलिरहेको रहेछ यहाँ धेरै भइसक्यो होला मैले यो अगाडितिर पनि देखाएको थिएँ टिकटकतिर होइन यो चाहिँ हाम्रो यो चाहिँ एउटा भगवान् भएको ठाउँमा चाहिँ यसरी चढ्नु चाहिँ हुँदैन जस्तो लाग्छ मलाई है त्यही भएर यहाँ चाहिँ चढ्नु नहुने हो यहाँको यो बौद्धको यो विकास समितिहरू उनीहरूको होला नि आफ्नो कोषहरू हो त्यसले चाहिँ यो कुराहरू चाहिँ बन्द गर्नुपर्ने हो कि जस्तो चाहिँ मलाई लाग्छ यहाँनिर यस्तरी अब हाम्रो यो भगवान् हुने ठाउँमा चाहिँ यसरी चढ्ने चाहिँ होइन जस्तो लाग्छ आफ्नो ओपिनियन चाहिँ कमेन्टमा दिनु होला है त हाम्रो यहाँनिर कुरा चाहिँ पुरा गर्दैछ बिस्तारै बिस्तारै अहिले चाहिँ आधी भइसक्यो होइन यस्तो टेम्परेचर हिट भयो भनेर चाहिँ यहाँनिर आइ पनि बन्द हुन लागिसक्यो भर्खर यहाँनिर त्यही भएर पज गरेको मैले चाहिँ ओभर हिट भयो एकछिन कुलमा राख्नु भनिसक्यो आइफोन पनि तर उसले चाहिँ यहाँनिर यस्तो हानिरहेको छ ल हेर्नु रेस्पेक्ट गाइज रेस्पेक्ट गाइज विदेशीको हेर्न सक्नुहुन्छ अहिले चाहिँ अलिअलि कुल भइरहेको छ है मौसम पनि झरेछ अब चाहिँ 50% भयो होला कटिसक्यो 50% छैन कटिसक्यो ठिक छैन अनि भाइको चाहिँ अब यहाँनिर यसरी भिडियो लिँदै हुनुहुन्छ उहाँहरूलाई चाहिँ अचम्म लाग्यो होला उहाँहरूलाई थाहा छैन नि त होइन त्यही भएर एकदम भिडियो भयो उनीहरू कस्तो हुन्छ क्या विदेशीहरू सोधेर गर्छन् हामी नेपाली होस् जे जानेर नि क्यामेरा ठोकेको छ है तर उनीहरूले चाहिँ सोधेर यसरी भिडियो गरिरहेको छ क्या विदेशीहरूले चाहिँ है छैन सबजना हेरिरहेछ रेस्पेक्ट गाइज रेस्पेक्ट हेर्न कति छ टोकिरहेको छ त्यो विदेशीले ल रोइराख्यो ल यार नर्भस भयो त गरिरहेछ मलाई लागिरहेछ It's so hard for him, right? It's so hard. Yeah. Yes. Yeah. Where are you from? China. 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 Okay, thank you. Welcome to China. हाम्रो यहाँ सुजन भाइको चाहिँ स्ट्रगल देखेर यो भगवान्प्रति आस्था देखेर चाहिँ हाम्रो यहाँनिर विदेशी चाइनिज हुनुहुँदो रहेछ उहाँ पनि सो नर्भस भएर आइम क्राइङ भनेर जस्तो लागिरहेको थियो चाहिँ एकदम नर्भस भयो होइन पानी धेरै छैन लिन गएको छ छाती पोल्यो घाम चाहिँ यस्तो छ हेर्नु न फेरि यस्तो घाममा अनि यहाँनिर यस्तो पुरै टाइल यस्तो पुरै तातेर यस्तो भएको छ तर पनि यस्तोमा गरिरहेछ हामी यतिकै हिँड्दाखेरि त यस्तो भएर चाहिँ टाइल तातेर खुट्टा पोलिसक्यो मेरो साथी चाहिँ हामीले यस्तरी कोरा पुरा गर्दैछ एक राउन्ड कोरा हान्ने भनेर उसको चाहिँ यहाँनिर हान्दैछ बस एकछिन बस पानी आओस् पानी ल्याइदिइसक्यो हाम्रो साथीले चिसो पानी हो फ्रिजको
बाहिर गएन भने फ्रिजबाट निकालेर दियो भर्खर राखेको छ भर्खर राखेर त्यो खुइरेर आएर अरे यस्तो हार्ड भनिरहेको छ उसले है चाइनिज रहेछ हाम्रो यो आमाले चाहिँ हाम्रो कसरी गर्ने भनेर सिकाइरहेको छ उहाँले आमाले सिकाइरहनु भएछ बल्ल जाने हो almost done guys होइन फेरि केटाहरूले यस्तो जिस्काइरहेको छ यहाँनिर चिया खाने रे नजिस्किने केटाहरू नजिस्कि के बोकिरहेको छ थाक्यो यार थाक्यो न त उयो यहीँ भिडियो बनाएन बारेको अब बिचमा अब हाम्रो गाई अब इन्टरभ्यू हुन्छ होइन स्टार्ट ल अब मेरो साथीले चाहिँ गाई झानेर पुरा अब लगभग सकिल आइसक्यो यहाँ पुरै हानेर सुतेर उसको अब एकचोटि कोरा हानेको चाहिँ अब उसले 7वटा पा पनि उसको धुलिन लगाइसक्यो अब यति हान्दा चाहिँ उसलाई कस्तो फिल भइरहेको अब हामी यहाँ बिचमा अलिकति सोधिरहेको छौँ होइन अब कस्तो लागिरहेको शरीर चाहिँ भएर जस्तो लागिरहेको छ अरे क्या त्यस्तो हुन्छ क्या त्यो पनि यस्तो घाममा अरू बेला भन्दा ठिकै हो तर यस्तो घाममा हानेर चाहिँ उसलाई चाहिँ लाग्छ कि उसको शरीरै उसको होइन जस्तो लागिरहेको छ तर यो चाहिँ अब 7चोटिको पाप भुलाउने भने पाप त गरे हुन्छ दुले पनि गरे हुन्छ मानिसको होइन गल्ती हुन्छ पाप त गरे हुन्छ हामीले अब हिँड्दै पनि बाटोमा अब एउटा कमीलाई खिच्यो अब त्यो नि मऱ्यो त्यो नि पाप त पाप नै हो नि त्यो त्यस्तो खालको नि पापै हो ठुलो पाप भयो नि पापै हो त्यो पाप कटाउनु भयो भने उसले चाहिँ एकचोटि कोरा हालेर आफ्नो 7वटा चाहिँ पाप चाहिँ कटाउने भनेर लक्ष्य लिएको थियो र अहिले त्यो चाहिँ उसले पुरा गरेछ र पुरा गरेर आधी आउँदाखेरि चाहिँ आधी होइन सकिन लागेको तर उसलाई के लाग्यो अहिले चाहिँ उसको ज्यानै उसको होइन जस्तो लागिरहेको थियो कि जोसमा गरिरहेको थियो अलमोस्ट सकिन लागिसक्यो अब उसले चाहिँ अहिले यहाँनिर धेरै थाकेर अहिले एकछिन चाहिँ रेस्ट गरिरहेको पानी ल यतिको जोस चाहिँ चाहिन्छ क्या जिन्दगीमा यतिको जोस गाइस अब हाम्रो चाहिँ यहाँनिर कति घन्टा 1 घन्टा भयो 1 घन्टामा चाहिँ एकछिन टाइम देखायो 12:45 सुरु गर्यो कोर्रा चाहिँ कम्प्लिट हाने हामी ठ्याक्कै अघि नै यहीँबाट स्टार्ट 1:32 भयो आधी हाने आधी हाने अब अघि नै हामी ठ्याक्कै यहीँबाट स्टार्ट गरेको थियो अहिले ठ्याक्कै हामी यहाँनिर आइपुगेर इन्डिङ भयो ठ्याक्कै अब 1 घन्टा हो ल ढोक्यो ल फाइनल वान कोरा कम्प्लिट गाइस वान कोरा हामी यहीँबाट स्टार्ट गरेको थियौँ वान कोरा हानेर अब यहाँनिर यस्तरी भन्दै हाम्रो वान कोरा चाहिँ केटाहरू चाहिँ जिस्केर एक कोरा हानेर मान्छे पुरै थाकिरहेको त उसले चिया खाने चिया खुवाउने है मान्छे घाला धेरै त्यहाँनिर हेर्न हामी त यस्तो रातो पिरो भइसक्यो यदि हिँड्दा उसले झन् कोरा हान्दा त कस्तो भयो होला है अझ चिया खाने भन्छ यार चिया खाने भन्छ अनि खान्छ अरे त चिया खाने बोल्दैन अब यो शुद्ध भइसक्यो अब यो हाम्रो केटाहरू बेग्लै छ औरा बेग्लै छ ल अब हाम्रो भिडियो यता इन्डिङ हो केटा Hope you guys see you in the next video. या यदि बाँचिए छ भने चाहिँ हामी त हुन्छौँ नि होइन अब थ्याङ्क्स फर वाचिङ दिस भिडियो डोन्ट
forgot to Like, subscribe. and hit the bell icons. Okay.